सहकारी ठगहरूको म नाम भन्छु अब यहाँ रकम सहित कसले कति ठगेको छ भनेर। हरानी मेरै नामको परेछ फेरि 1 नम्बरमा सुरेन्द्र भण्डारी, म चाहिँ होइन है, सुरेन्द्र भण्डारी 6 अर्ब। चन्द्र लामा फेरि पार्टी पनि भन्छु है, सुरेन्द्र भण्डारी नेपाली काङ्ग्रेस 6 अरब, चन्द्र लामा नेपाली काङ्ग्रेस 8 अरब, भरत महर्जन नेपाली काङ्ग्रेस 10 अरब, केदारनाथ शर्मा नेपाली काङ्ग्रेस 16 अरब, तेजविक्रम थापा नेपाली काङ्ग्रेस 2 अरब, धनराज गुरुङ नेपाली काङ्ग्रेस 14 करोड, केडी उप्रेती एमाले 8 अरब, देवकुमार नेपाली एमाले 2 अरब, इच्छाराम तामाङ एमाले 7 अरब, राजबहादुर गौतम माओवादी 5 अरब, गीता बस्नेत राप्रपा 2 अरब, जीवी राई गीतेन्द्र बाबु 16 अरब। पछाडिको 50 करोड 30 करोड भने चाहिँ मैले भन्दा पनि बनिन्न। ल सहकारीको मात्रै ठगी यति हो। कसरी गर्नुहुन्छ के विकल्प छ भने भाइले सोधेछ नि त होइन। म भएको दिन पहिलो निर्णय यिनीहरूलाई खोज्छु।